द्वारा खुल्ला नृत्य प्रतियोगिता तथा मंच समुद्घाटन कार्यक्रम आज वार्ड नंबर 10 को यो टोलमा पत्रेबारी भन्दा चिज हो। यहाँ चाहिँ अत्यन्त भव्यताको साथ सुरु भइरहेका छौँ। यो महत्त्वपूर्ण कार्यक्रमको अध्यक्षता गर्नुभएका कार्यक्रमका आजका अध्यक्ष अथवा यसै क्लबका अध्यक्षजी, कार्यक्रममा उपस्थित यसै वडाका वडा अध्यक्षजी, अन्य जनप्रतिनिधि साथीहरू, यहाँ विभिन्न टोलबाट विभिन्न सङ्घ संस्थाबाट आउनुभएका आदरणीय मित्रहरू, यो नृत्य प्रतियोगितामा हामीले अगाडिपट्टि निर्णायक मण्डलहरू देखेका छौँ, निर्णायक मण्डलजीहरू र यो कार्यक्रममा उपस्थित सम्पूर्ण टोलवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू। सर्वप्रथम आज माघे सङ्क्रान्ति, आज विशेष गरेर तरुल, सखरखण्ड, टागु खाने दिन। अब विशेष गरेर जाडो समयलाई हामीले बिदाई गर्दैछौँ र त्यसको उपलक्ष्यमा हाम्रो शरीरमा भएका चिसोपनलाई हटाउने दिन पनि भनिन्छ र यो मकर सङ्क्रान्तिको नामले पनि यसलाई चिनिन्छ। यो पावन दिनको अवसरमा यहाँहरू सबैलाई सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुको कामना गर्न चाहन्छु। यहाँ धेरै कुराहरू उठिसकेका छन्, धेरै समय पनि छैन। म अर्को कार्यक्रममा यहाँ वार्ड नम्बर 8 मा एउटा भलिबल पनि खेल भइरहेको छ, त्यहाँको पनि समापनमा पुग्नुपर्छ। भर्खरै उद्घाटन गरेर आएको, फेरि समापनमा पुरस्कार वितरण गर्नु पनि आइदिनुपर्छ भन्नुभएको छ। त्यहाँ अब करिब करिब खेल सिद्धिन लाग्यो भन्ने जानकारी आएको छ। त्यसैले गर्दा पनि मैले यहाँलाई अलिकति पहिला माइक मागेर मेरा थोरै शुभकामना मन्तव्य दिन्छु भनेर यहाँहरूसँग अनुरोध गरेँ। यसको लागि मैले क्षमा चाहन्छु।